अहिले 2:30 बजेको निर्वाचन अपडेट हेर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीको 79 सिटमा अग्रता भएको देखिन्छ र 1 सिटमा विजय हासिल गरिसकेको छ। विजय हासिल गरेको क्षेत्र काठमाडौँ क्षेत्र नम्बर 1 मा रञ्जना दर्शनले विजय प्राप्त गरिसक्नु भएको छ र नेपाली काङ्ग्रेसले 8 सिटमा अग्रता छ र मुस्ताङमा 1 सिट विजय प्राप्त गरेको छ। एमालेको 7 सिटमा अग्रता छ, विजय 0 छ। नेकपाको 8 सिटमा अग्रता छ, विजय 0 छ र अरू पार्टीहरूको कसैको पनि जित छैन। यो परिणामलाई हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको स्पष्ट रूपमा बहुमत आउने सङ्केत देखिसकेको छ र पुराना दलहरूका मै हुँ भन्ने हस्तीहरूको पराजय हुने निश्चित देखिन्छ र यो परिणामले के देखाइरहेको छ भने दलका मै हुँ भन्ने र आफूदेखि बाहेक अरूलाई नदेख्ने 48 सालदेखि सत्तामा बसिरहने नेताहरूलाई अहिले नराम्रोसँगले पराजय भोग्नु परिरहेको चाहिँ देखिन्छ र अब यो परिणामलाई निहाल्दाखेरि कार्यकर्ताहरूको भरमा चुनाव जितिन्छ भन्नेहरूलाई जनताले देखाइदिएका छन्। आफ्ना कार्यकर्ताहरूलाई मात्र चेपेर हिँड्ने र जनताका पीरमर्काहरूलाई व्यवस्था गर्नेहरूलाई नमिठो स्वाद जनताले चखाइदिएको देखिन्छ र यो राष्ट्रिय स्वतन्त्र पार्टीको यस्तो लहर आएको छ देशैभरि र यो लहर बालेन्द्र शाह जब राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभयो त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीको देशैभरि लहर आएको देखियो र यो लहरले जनताले नराम्रोसँगले लहर ल्याएर पुराना नेताहरूलाई परास्त गराइदिने भएका छन् र अब पुराना दलका नेताहरूले पनि आफ्ना गल्ती कमी कमजोरीहरूलाई नसच्याइकन अगाडि बढ्ने विकल्प अब देखिँदैन र जसले राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत ल्याएर सरकार बनाउने सङ्केत देखिएको छ र त्यो राष्ट्रिय स्वतन्त्र पार्टीले पनि अब राम्रोसँगले पुराना दलहरूले गरेका कमी कमजोरीहरूलाई पन्छाएर अब त्यो अनुसार चाहिँ देशको स्पष्ट खाका कोरेर सुशासन कायम र भ्रष्टाचार निर्मूल पार्ने र 3 करोड नेपालीलाई खुसी दिलाउने काम भएन भने अब नेपाली जनताले सायद माफ दिनेवाला छैनन् र 2015 सालदेखिको आम निर्वाचनलाई निहालेर हेर्दा 79 सम्म आइपुग्दा दलहरूलाई स्पष्ट रूपमा बहुमत दिलाउँदै आएका र दलहरूले आफ्नो अस्तित्व जोगाउन नसकेका र आन्तरिक कलहले नै पटक पटक पुरा 5 वर्ष चलाउन नसकेको दृश्य जनता सामु झलझली आएको देखियो र त्यो कुरा चाहिँ अब बनाउने दल सरकार राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रोसँगले बुझ्नु जरुरी छ र आन्तरिक कलहमा फस्नु कुनै हालतमा हुँदैन। यो कुरा चाहिँ दलका शीर्षस्थ नेताहरूले राम्रोसँगले बुझ्नु जरुरी छ। प्रथम त राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह कुनै हालतमा पनि उनीहरूको सम्बन्ध दिगो रहने र सम्बन्धमा चाहिँ तुषारपात नहुने काम हुनुपर्छ र शीर्ष नेताहरू लगायत कुनै पनि नेताहरू चाहिँ
आन्तरिक द्वन्द्वमा फस्नु हुँदैन र देश विकासमा एकजुट भएर अगाडि बढ्नुको विकल्प छैन। यो पाठ पुराना दलहरूबाट सिकेर अब दिगो विकासको लागि, राजनीतिक स्थिरताको लागि अब अगाडि बढ्नु जरुरी छ। अगाडि बढ्नुहोस्। हामी सबैको शुभकामना छ। 3 करोड नेपाली जनताहरूको शुभकामना छ। 3 करोड नेपाली जनताहरूलाई खुसी दिलाउनुहोस्। यसैमा सबैको भलो छ। अहिलेलाई यति नै। हवस् त, धन्यवाद।